वेलकम टु न्यू विक्रम ब्लग न्यू डे न्यू ब्लग। आजको ब्लग चाहिँ म बिहान यता ड्युटीबाट स्टार्ट गरेको छु र मलाई हिजो चाहिँ ब्लग बनाइन किन भन्दाखेरि मलाई मुड पनि आएन र बनाउन मन पनि लागेन। कुरा यसरी बुझ्नु र कोही पनि नयाँ मान्छे हुन्छ भने कृपया सब्स्क्राइब गरेर हामीसँग जोडिनु हुन चाहनु र बेल आइकन बटनमा क्लिक गरेर लाइक कमेन्ट सेयर गर्नु होला र के कस्ता हुन्छन् भिडियोहरू हामी तपाईहरुलाई देखाउने छौं र जस्ताका तस्तै र त्यसमा कुनै मसाला असाला नदाबिकन बनाउने छौं भन्ने प्रयास गर्ने छौं। हस् त हामी चाहिँ ड्युटी आएका छौं। यतिखेर भन्नुपर्छ कि घर गएर टक्क ड्युटी आयो। म अहिले इन्द्रनगर कता कता जानु छ अरे, हेरौँ के कस्तो हुन्छ आजको दिन यताउता। अनि तपाईहरुलाई कस्तो लाग्छ हाम्रो भिडियो हेर्नु होला, माया प्रेम पनि गर्नु होला भन्न चाहे। हामी चाहिँ हाल परदेशदेखि नै भनिरहेका छौं र परदेशदेखि नै हो भन्न चाहे है। यो ओल्ड एयरपोर्ट रोड हो है। यतातिर यो मणिपाल साइड भयो, उतातिर यो मेन रोड भयो यतातिर। हामी चाहिँ यहीँनिर साइडमा छौं अहिले। पोस्ट अफिस आएका छौं भन्नुपर्छ। पोस्ट अफिस आएका छौं अहिले चाहिँ हामी इन्द्रनगर गएर। अरू त के भन्नु गाइस, अब त सबै ठिकै छ भन्नुपर्छ है। तर गाडी चाहिँ अलिकति धेरै नै यता भयो कि जस्तो लाग्यो गाइस। उडाइदिन सक्ने भन्ने चान्स लाग्यो मलाई चाहिँ गाइस। हल्का ब्याग हान्दिउँ भनेको यस्तो आउँछ पछाडिको क्यामेरा गाडीमा। चाहिँ सरलाई लिन आइसकेका छौँ भन्नुपर्छ र के भनौँ, गर्मी बढेछ यतातिर त यार। उतातिर कस्तो छ, कुन मान्छे कहाँ कहाँदेखि हेर्नुहुन्छ हेर्नुपर्छ भने कमेन्ट गर्नु तपाईँको त्यहाँ गर्मी छ कि छैन। यतातिर त गर्मी छ होइन, मेरो दारी कस्तो छ भन्नु होला। अनि अरू के भनौँ, अरू त म यस्तै छ गाइस भन्नुपर्छ है। ल हेर्नु है, यतातिर चाहिँ पानी सानी लगाएर हरियाली फेरि उगाउन लागेछन् है त। भने सब सुकिसक्यो त्यहाँ। मान्छेहरूको अब छुट्याउनुलाई सब घरतिर चल्दिनु लाग्यो। कोही लगेज लिएर चल्दैछन् त कोही के लिएर चल्दैछन्। साला यस्तै छ जिन्दगी, साला काम नगरी खाना पाइँदैन भने जस्तै। ल खत्रै हावा लाग्यो अहिले चाहिँ त्यतिर आमा, अनि डेन्जर हावा लागेछ। पत्ताहरू पनि यस्तै हल्दैछन्, पुरा उडेछन् पत्ताहरू। डेन्जर हावा लाग्यो है, हेर्न सकिन्छ। यो नि त रुखहरू भएपछि हावा लाग्छ, नत्र लाग्दैन नि। फेरि हावा लाग्नको लागि पनि वृक्ष रोप्न जरुरी छ। गर्मीबाट बच्ने हो भने रुखहरू लगाउन आवश्यक छ। अक्सिजनको कमीले गर्दा नत्र मान्छे सकिन सक्ने सम्भावना हुन्छ। यहाँ धेरै जस्तो ठाउँमा किन यसरी पौधा लगाउँछन् कि अक्सिजनको कमी कसैलाई नहोस् भनेर, बुझ्नुभयो। यहाँ रुख पुरा यो चाहिँ हाम्रो विमानगरतिर जाने रोड हो है। छुट्टै भएर चल्दिरहेको घरतिर यस्तो छ बोर्डर। यो गभर्मेन्ट प्रोपर्टी हो बोर्डरको। आज कतै गएन गाइस, घरमा आइयो ड्युटी सकेपछि। त्यस्तै छ, आज कतै गएन। अब आज यतै भयो, अब यस्तै छ। फेरि भेटौँला अर्को ब्लगमा। आजको लागि यति नै। फेरि भेटौँला न्यू ब्लगमा। मेरो भिडियो वाचिङ गरिदिनु भयो, धेरै धेरै धन्यवाद भन्न चाहे। बाई, गुड नाइट।